तपाईँले एउटा व्यक्तिलाई यति माया गर्नुहुन्छ र त्यो व्यक्तिलाई माया गरेको खातिर तपाईँ एयरपोर्टमा नाङ्गै उसको लागि म उसलाई कति माया गर्छु भनेर देखाउनको लागि तपाईँ नाङ्गै उभिन सक्नुहुन्छ एयरपोर्टमा? मलाई लाग्छ सक्दैन। अनि त्यहाँनिर उभियो हाल्यो भने पनि तपाईँलाई यस्तो नराम्रो शब्दहरू मान्छेले चलाउँछ, उपशब्द गाली गलोचहरू गर्छ, तपाईँलाई पगला भयो कि भनेर तपाईँलाई मुखमै थोकेर जान्छ। किन भन्दा गर्दाखेरि किनकि तपाईँ नाङ्गै हुनुभयो। तरै पनि तपाईँले यसो गर्नु सक्नुहुन्न, तपाईँ गर्नुहुन्न पनि। तर आज एउटा कुरो भन्न चाहन्छु, यीशु ख्रिस्टले तपाईँको लागि त्यो कुरो गरेको छ। उहाँलाई क्रुसमा नि खुल्ला मान्छेको अगाडि नि एउटा सानो वस्त्र उहाँको प्राइभेट पार्ट ढाक्ने पनि थिएन अकर्डिङ टु रोमन क्रुसिफिक्सन। उहाँलाई नाङ्गै पारेर उहाँलाई क्रुसमा झुन्डायो। त्यो कसको लागि थियो भन्नुहोस् त? तपाईँको लागि थियो, मेरो लागि थियो। आज उहाँ योग्य को हुनुहुन्थ्यो तर हाम्रो लागि अयोग्य बन्नुभयो। लाज मर्दो उहाँलाई बनायो क्रुसमा। तपाईँ अनि मेरो लागि, तपाईँ अनि मलाई माया गरेको कारणले गर्दा। अनि नि कुनै पाप गरेको थिएन, उहाँले केही नराम्रो कुरो गरेको थिएन, उहाँमा कुनै क्राइम रेकर्ड नै थिएन, तर पनि उहाँ क्रिमिनल जस्तो क्रुसमा झुन्डायो क्या। त्यो पनि राम्रो मान्छेहरूसँग झुन्डाइदिएन क्या, चोरहरूसँग झुन्डाइदियो। त्यस्तो माथि हाम्रो ख्रिस्ट हुनुहुन्छ, उहाँ चाहिँ नि तल होचियो तपाईँ नि मलाई माया गरेको कारणले गर्दा। यसकारण प्रिय, कसैले तपाईँलाई बुझेको छैन, कसैले तपाईँलाई माया गरेको छैन, कसैले तपाईँलाई आज तपाईँ चोटको बाटो हारको बाटो भएर जाँदा हुनुहुन्छ भने पनि म तपाईँलाई हिम्मत दिन चाहन्छु, यीशुले तपाईँलाई माया गरेको छ।